लाइफमा केही गर्ने मेरो ठुलो सपना छ। त्यो सपना पुरा गर्नका लागि आज म ठुलो कदम उठाउन गइरहेको छु। त्यो सपना पुरा गर्नका लागि तपाईहरुको साथ र सपोर्टको एकदमै जरुरत छ। सो गाइज वेलकम टु माई फर्स्ट ब्लग। तपाईहरु सम्पूर्णलाई स्वागत छ मेरो पहिलो ब्लगमा। अनि यो ब्लगमा चाहिँ म अलिकति नर्भस पनि छु र एकदमै धेरै एक्साइटेड पनि छु, किनभने यो मेरो लाइफको पहिलो ब्लग हो। मलाई केही पनि समझमा आउन लागेको छैन कि यो ब्लगमा म यस्तो के गरौँ कि त्यो तपाईहरु सबैलाई राम्रो लागोस्। मलाई यति पनि थाहा छ कि मेरो पहिलो ब्लगमा तपाईहरु सबैको मन जित्न सक्ने छैन। मलाई थोरै समय लाग्ने छ र म गरेर पनि देखाउने छु। म आशा गर्दछु तपाईहरुलाई मेरो पहिलो ब्लग मन पर्ने छ र म एउटा बाचा पनि के गर्न चाहन्छु भने आउने दिनहरुमा म यस्तो ब्लगहरु हजुरहरु माझ पस्किने छु जसले डेफिनेटली हजुरहरुको मन जित्न सक्ने छ। सो गाइज यहाँबाट हाम्रो ब्लग सुरु भइसकेको छ र म अब एउटा राम्रो लोकेसन खोजेर हजुरहरुलाई मेरो इन्ट्रोडक्सन दिन्छु ताकि हजुरहरुसँग म अलि धेरै क्लोज हुन सकु र त्यतिसम्म हेर्नुस् यो गाउँको सिनेमेटिक शट। गाइज मेरो परिचयको कुरा गर्ने हो भने सर्वप्रथम म आफ्नो नामबाट सुरु गर्छु। मेरो नाम परविन विश्वकर्मा हो। म नेपालको सुदूरपश्चिम प्रोभिन्सबाट बिलोङ गर्छु। मेरो जन्म भारतको गुजरात राज्यमा भएको थियो र अहिले हाल फिलहाल चाहिँ म नेपालको सुदूरपश्चिम प्रोभिन्सको कैलाली जिल्लाबाट बिलोङ गर्दछु। र मेरो फ्यामिली ब्याकग्राउन्डको कुरा गर्ने हो भने म मिडल क्लास फ्यामिलीबाट बिलोङ गर्दछु र मिडल क्लास फ्यामिलीको बारेमा चाहिँ त्यति साह्रो सब भनिरहनु पर्छ जस्तो लाग्दैन, किनभने कतिपय मान्छेहरू मिडल क्लास फ्यामिलीबाट हुनुहुन्छ होला। मिडल क्लास फ्यामिलीमा त्यस्तै हो, उतार चढावहरू आउँदै रहन्छन्। हामीले त्यो उतार चढावहरूलाई सम्हालेर अथवा बुझेर अगाडि बढ्नुपर्छ, त्यो सिकाइरहनु पर्दैन। मैले सबलाई थाहा भएकै कुरा हो। सो गाइज यति नै हो मेरो परिचय। र मेरो एजुकेसनको कुरा गर्ने हो भने अहिले चाहिँ म 12 को बोर्डको नजिकै छु, अथवा 1.5 महिनामा मेरो 12 को बोर्ड इक्जाम छ। यो भ्लग पछि चाहिँ सायदै मैले भ्लगहरू हाल्छु होला। 12 पछि चाहिँ मैले आफ्नो 100% युट्युबलाई नै दिने हो। जति स्पिड दौडिरहेको छु नि त्योभन्दा कयौँ गुणा धेरै अगाडि यो दुनियाँ दौडिरहेको छ, अनि यो रेसमा कहीँ न कहीँ म धेरै नै पछाडि छु। एउटा महत्त्वपूर्ण कुरा के रहेको छ भने गाइज, मैले रोजेको जुन यो प्लेटफर्म छ युट्युब, जुन यो बाटो यो वे छ, त्यति धेरै सजिलो छैन। यसमा चाहिँ प्यासन, डेडिकेसन अनि तपाईँको हार्डवर्किङ लास्टै छ, कम्पिटिसन छ हैन। त्यसको डर मलाई छैन गाइज, किनभने जे हुन्छ हुन्छ, त्यसको मलाई कुनै मतलब भएन। र एउटा कुरा के गर्न चाहन्छु भने यति धेरै कम्पिटिसनमा तँलाई सपोर्ट हामीले किन गर्ने भन्ने सोध्दै हुनुहुन्छ भने मेरो एउटा उद्देश्य रहेको छ युट्युब रोज्नुको उद्देश्य। नेपालमा रहेका ती सुन्दर गन्तव्य स्थलहरू, पर्यटकीय स्थलहरू जुन बाहिरी भित्र लुकेका छन्, हिडन नेचुरल ब्युटी छ नि, त्यसलाई चाहिँ मैले यस युट्युब प्लेटफर्मको माध्यमबाट बाहिर ल्याउने मेरो चाहना छ। यदि तपाईहरुको साथ र सपोर्ट भयो भने पक्कै पनि त्यो हुनेछ। त्यसको लागि भए पनि मलाई साथ सपोर्ट गर्नु होला, हौसला बढाइदिनु होला। गाइज अब हामीले यो ब्लगलाई यहीँ व्यवस्थापन गर्नुपर्ने हुन्छ। यो ब्लगलाई हामी यहीँ अन्त्य गर्न चाहन्छौँ। र गाइज मलाई एउटा अर्को कुरा के थाहा भइसकेको छ भने ब्लगरको लाइफ कस्तो हुन्छ भने एउटा सर्टहरू लग्न होइन, एउटा सर्ट लग्न 3-4 चोटि लग्नुपर्छ के। यो सर्ट पनि मैले 3 चोटि लाएर निकालेको। अब त्यति धेरै ज्ञान छैन नि त, युट्युबमा भर्खर आएको छु। र गाइज यसमा सक्सेस गर्नको लागि तपाईहरुको हात रहनेछ 100।